हाम्रो ग्यालेक्सीबाट अस्ति एक्जाम दिने हाम्रो के अरे आयुष ठकुरी भाइ हुनुहुन्थ्यो। उहाँले पनि 97.5 39वटा क्वेसन मिलाउनु भएको छ। यो मार्क्स भनेको पास हुने मार्क हुने लागेको छ। रिजल्ट आइसकेको छैन अहिले नै 39 भन्ने बित्तिकै पास भन्ने चाहिँ होइन। रिजल्ट रुममा पनि पोइन्टले रिजल्ट कसरी निकाल्छ थाहा छैन। 38 टपलाइन हुनु सक्ने भयो, जति पनि हुन सक्ने भयो। तर 39 मार्क्स भनेको निकै राम्रो मार्क्स हो क्या। हामी सन्तुष्टि हुनु पर्यो क्या। जसुकै होस् रिजल्ट खुसी चाहिँ खुसी नै हो यो होइन। त्यसैले अब म चाहिँ सन्तुष्टि छु। एउटा दुईवटा क्वेसन चाहिँ कसैले बिगार्न पनि सक्छ। स्किल टेस्टको काम राम्रोसँग गर्नु होला, एकदम पर्फेक्टली गर्नु होला। स्किल टेस्टमा टाइट हुन पनि सक्छ। नयाँ फेरिरहेछ तपाईँले आफ्नो एक्जामको अनुभव र क्वेसनहरू चाहिँ साथीहरूलाई अलिकति सेयर गरिदिनुहोस् है त। सर्वप्रथम त आदरणीय सरलाई एकदमै धेरै धेरै धन्यवाद। अनि एउटा कुरा चाहिँ अब सबै धेरै कुरियो पनि वेट पनि गरियो। अब सबै साथीहरू पास हुँदै गर्दा आफूले क्ल्याप पनि गरिन्थ्यो। अनि आज यो क्ल्याप सुन्न पाउँदा एकदमै हौसला पनि बढ्यो। यो सब सरको मेन कुरा भनेको अब डरलाई चाहिँ हटाउनुहोस्, वेटिङ गर्नुहोस्। हजुरहरू पनि एकदम कुल भएर दिनुहोस्, राम्रो नै हुन्छ। हजुरहरूलाई पनि बेस्ट अफ लक। क्वेसनहरू चाहिँ ठिकै थियो, तर म चाहिँ अनएक्सपेक्ट नै थिएँ। तर 97.5 त्यो हो कि होइन अझ पनि म कन्फ्युज छु। अनि 3 चोटि चाहिँ मैले सोधेको, तर 97.5 चाहिँ आएको रहेछ। अनि मेरो त आँसु झऱ्यो क्या। अब त्यस्तो एकदमै क्वेसन चाहिँ लिस्टिङमा चाहिँ एकदमै हल्का ध्यान दिएर गर्नु होला हजुरहरू पनि। र मलाई चाहिँ सुरुमा चाहिँ आक्सु आधा भन्ने आएको थियो, हात मिलाएको चित्र। अनि मलाई सेकेन्डमा चाहिँ त्यो फिचारुले सुल्दा बढाइदिएको आएको थियो। मलाई खन्गिनु चाहिँ 3वटा थियो। अनि मलाई सेकेन्डमा त्यो भयो। अनि सिधै मलाई कोस्टवाला आयो क्या। त्यो भन्छु। अनि कोस्टवाला चाहिँ थियो, त्योमा पनि एकदमै दिमाग लगाएर गर्नुपर्ने थियो। अनि खन्गी इनुन चाहिँ एउटा ख्यौतन सुदानको थियो, बसु छियाछल अनि त्यस खिचा एक त्यस्तै थियो। अनि त्यो चाहिँ ख्यौतन सुदान छान्नुपर्ने थियो। अनि अर्को खन्गी इनुन चाहिँ एउटा छा थियो, अनि खुल्ला थियो कोको कोला, अनि एउटा कफी थियो, अनि मूल थियो। अनि त्यो चाहिँ छुसु झुसमा छान्नुपर्ने थियो, अरू त्यो मिल्थेन। अनि एउटा चाहिँ आन्जन छाङ्गाप थियो, अनि त्यो त फोगु भइहाल्यो। अनि मलाई चाहिँ ग्रामर पनि 2-3वटा नै आयो। एउटा चाहिँ मेन्स वुमेन्स थियो, क्वेसन साइज सरले यहीँ गरेको क्वेसन नै हो। अनि एउटा चाहिँ थागाको थियो। अनि मेन्स वुमेन्स पनि कस्तो थियो भन्नाले म चाहिँ कोरियन भाषा सिक्न चाहन्छु। अनि कोरियन कम्पनीमा कोरियन भाषा सिक्दै अध्ययन गर्न गाह्रो भए तापनि मेहनत साथ गरिरहेको छु भन्ने थियो। त्यो चाहिँ किताबमा पनि छ, किताबमै छ त्यो। अनि एउटा चाहिँ त्यो थागाको चाहिँ छनुन खोयाङेछ सालदागा बस्दा बस्दै ओल्ड रुममा बस्ने भएँ भन्ने थियो। बस्ने ठाउँ चेन्ज गरेकोमा के प्रयोग हुन्छ। अनि अर्को चाहिँ मलाई खुरेइदको अघि थियो। खुरेइदको थियो कस्तो थियो भन्नाले ताङफादा खन्ने अनि यो बालु हो अनि माटोलाई यो हटाएर यो मिलाएर प्रयोग गर्ने भन्ने थियो। त्यो खुरेइद अरू मिल्थेन। अनि एउटा अनि त्यसपछि एउटा चाहिँ भिक्टोलको थियो, इँटाको थियो। त्यो चाहिँ अब पोलेर सिधै मैले त्यो अरू के हेरेन, त्यो पोलेको देखेँ, सिधै मैले त्यो भिक्टोलमा लगाइहालेँ। अनि मलाई चाहिँ मोसे थेयान चाहिँ छागप छङ्नी यो ह्याङ भन्नेको थियो सर। अनि पहिला चाहिँ उसको यो व्यवस्थापन गरेपछि त्यहाँबाट हुने के हो यो प्रभाव भन्ने थियो। पहिला यस्तो कामहरू त्यो छङ्नी सदन गरेपछि चाहिँ मिलाएर राख्नुपर्छ र मिलाएर राख्यो भनेपछि त्यो पछि आफ्नो समय पनि अझै बचाउन सकिन्छ भन्ने त्यस्तो थियो। यङ ह्याङ थियो। अनि म त्यो अरू मिल्थेन। अनि त्यो छङ्नी सागो याबाङ थियो, अरू मिल्थेन। अनि पछि आएर मैले त्यही नै लगाएँ। अनि छेसा र छाङ्नेको पनि लास्टै झुकाउने नै थियो सर। अनि त्यहाँमा चाहिँ कस्तो थियो, वर्षपछि गरिन्छ भन्ने थियो। छेसा चाहिँ वर्षपछि गरिन्छ भन्ने थियो। अनि मरेको मान्छेलाई राम्रो हुनको लागि अनि उनीहरूको आत्मालाई चाहिँ राम्रो खानाहरू तयार गरेर राखिन्छ भन्ने थियो। अनि 1 नम्बरमा योजने अरू नि छुवा हेतन अनि छेसा साङ्गुल छुम्बी हाम्निदा भन्ने थियो।
अनि अर्को तलमा चाहिँ 1 वर्षमा एकपटक मरेको तिथिमा चाहिँ छेसा गर्नुपर्छ भन्ने थियो। त्यो मैले 1 मा लगाएको थिएँ, सायद त्यसले गर्दा नै मेरो 39 मिल्यो जस्तो लाग्यो। अरू लिस्टिङ चाहिँ मेरो गलत भयो जस्तो लाग्यो। अनि पछि चेन्ज गर्दाखेरि त्यो मिलेको रहेछ। अनि अर्को चाहिँ सोनल सित्ता भन्ने आएको थियो, एउटा चाहिँ यसरी मुख धोइरहेको थियो अनि एउटा यस हात धोइरहेको थियो, अनि त्यो आएको थियो। अनि लिस्टिङमा 21 देखि 23 सम्म चाहिँ ठिकै थियो, ओहु यबाङ यस्तै थियो। अनि मलाई सिजाङ बजारको आएको थियो चित्र एउटा, होइन मान्छेहरू थिए यताउता, त्यस के सुपर मार्केट हो कि के कस्तो त्यस्तै थियो, त्यो सिजाङ भ्याल्यो। अनि बिरालोको थियो, खोयाङ्गी बिरालो यसतमारी भन्नेमा थियो। अनि मलाई चाहिँ अरू त्यो ब्लाइन्ड लिस्टिङ र लङ चाहिँ धेरै आयो सर। मलाई न प्राइस ट्यागको आयो न घडीको आयो। अनि मलाई चाहिँ 24-25 पछि सिधै लङ अनि ब्लाइन्ड लङ ब्लाइन्ड त्यसरी आयो क्या। अनि मलाई 37 मा चाहिँ त्यो इबुल देखाएको छ, 4वटा इबुल छ अनि टक्क बजाउनु पर्ने। अनि त्यो ने भन्ने थियो, अनि त्यो उमा लगाएँ। अनि लिस्टिङमा चाहिँ जस पुरानो किताबदेखि थियो, सरले मलाई त्यो पुरानो त्यो क्वेसनहरू गरिदिनु भयो, त्यसले पनि मलाई धेरै सहज भयो। अनि 38, 39, 40 मा त्यो लङै थियो, मलाई चाहिँ धेरै लङ नै आयो। म ब्ल्याङ्क त मलाई खासै पल्ट पनि भएन। अब यो लङहरू चाहिँ किताबको त्यो केटीले चाहिँ नासा मौतुल ठोक्ने विचार गर्छ भन्ने त्यो थियो। अनि यो मन्ज योभन्दा अगाडि के काम गर्छ, योभन्दा पछि के काम गर्छ भन्ने थियो। अब त नर्मलै थियो। अब म त आई थिङ्क म त अब यो हुँदैन, यत्रो पढेर पनि केही भएन, के गर्ने होला। अनि त्यो सब्मिट गरेको 97.5 देखाएँ। अझ पनि मलाई कन्फिडेन्स छैन क्या। तर लिस्निङमा चाहिँ हल्का एकदम फोकस गरेर गर्दा होला। अनि जस राम्रो भयो, यो सब एकदमै धेरै धन्यवाद दिए हुन्छ, अहिले मलाई चाहिँदैन।